म सानसानो कुराहरू औँलाउँथेँ होइन, लेखेर बुझाउँथेँ, सुन्न मान्दैनथे। म अपमानित आफूलाई चाहिँ नि कहिले पनि तर मैले महसुस गरिनँ। उहाँहरूलाई लाग्थ्यो होला अपमान गरेँ भन्ने लाग्थ्यो होला होइन। म निरन्तर जुधिरहन्थेँ, व्यथितिको विरुद्धमा जुधिरहन्थेँ। सीमा मिचिँदाखेरि आवाज उठाइरहन्थेँ, कोही हुँदैनथे, एक्लै हुन्थेँ। दलहरूले कहिले कहिले अब यसो चाहिँ आफ्नो होइन विद्यार्थी सङ्गठन, भातृ सङ्गठन, त्यो पनि सरकारमा आफ्नो दल छ भने त गर्ने कुरो भएन। जो प्रतिपक्षमा छ उहाँहरूले उठाउनुहुन्थ्यो र एक्लै एक्लै नै पनि सङ्घर्ष गरियो राष्ट्रिय झन्डा बोकेर है। त्यसो गर्दा गर्दै मैले के तपाईँको चाहिँ नि विचार गरेँ भने अब म अभियन्ता मात्रै भएर हुँदैन रहेछ, अब म अभियन्ता मात्रै भएर हुँदैन रहेछ, म काम गर्ने ठाउँमा पुग्नुपर्ने रहेछ भनेर धरान उपमहानगरपालिकाको मेयर बन्ने मैले सपना देखेँ। सपना देख्नु मात्रै ठुलो कुरो होइन, सपना, सङ्कल्प, सङ्घर्ष र सफलता। सपना, सङ्कल्प, सङ्घर्ष र सफलता, यो चारवटा कुरालाई मैले राम्रोसँग बुझेको छु, अनुभूत गरेको छु। धरान उपमहानगरपालिकाको मेयर बन्नका लागि होइन मैले 10 वर्ष मेरो विचार पस्कनु पर्यो। 10 वर्ष कसैले सुन्न मान्दैन थियो मेरो विचार। यस्तो यो को हो यो बेकार भन्ने किसिमले पर्चा मैले कति छापेँ। पर्चा मैले विद्यार्थीलाई दिन्थेँ, शौली बनाएर, चङ्गा बनाएर, प्लेन बनाएर मैले आँखै अगाडि उडाउँथेँ र पनि मैले फेरि दिन्थेँ है। प्रत्येक गेटमा पुगेर एउटा झोला बोक्थेँ, पानी 1 बोतल बोक्थेँ, कोही कसैले मलाई साथ दिँदैन थियो है। प्रत्येक गेटमा मैले सिउरी दिन्थेँ। केटाकेटीलाई दिएँ भने आम्बाउलाई दिनु है भनेर लेखिरहन्थेँ व्यथितिको विरुद्धमा है, खानेपानीमा भएको व्यथितिको विरुद्धमा विभिन्न खालका चेतनामूलक कुराहरू लेखेर दिन्थेँ, तर कसैले पढ्न मान्नुहुन्न थियो। कराइरहन्थेँ। धेरै पछि केही साथीहरू अस्थायी रूपमा जोडिनु भयो। अस्थायी रूपमा भए पनि साथ दिनुभयो, 1-2 दिन भए पनि खुसी नै थिएँ। सुरुमा जोडिनु भएको मान्छे कोही पनि आज हुनुहुन्न, उहाँहरूले विदेशबाट मलाई हेर्दै हुनुहुन्छ होला सायद है। सपना, सङ्कल्प गरी छाड्छु भन्ने एउटा अठोट, कहिले छोड्दिन भन्ने एउटा अठोट, सङ्घर्ष कति सङ्घर्ष होइन। एउटा व्यक्ति त्यहाँ पुग्नु त्यो सानसुने सङ्घर्ष गरे होइन त्यसले, त्यसपछि सफलता। तर यो जीवनमा बाइकको चक्का, गाडीको चक्का जस्तै घुमिरहने रहेछ।